back to my channel. It's me Arigin. So बाहिरतिर थाहा पाइसक्नुभयो होला आज चाहिँ तिहारको सपिङ गर्ने अनि चाहिँ भोलिको लागि चाहिँ रेडी पारिसके हम अब भोलि चाहिँ हजुरलाई थाहा पाइसक्यो होला लक्ष्मी पूजा सब सफा गरिसक्यौं सब सफा गरौँ के आज घरलाई सबै सफा गरेर अनि भोलि चाहिँ लक्ष्मी पूजा हो नि त अनि त्यसबाट चाहिँ फुल फुले ह हेर्नुस् न यो फुल अनि झाडुलाई चाहिँ माइन गर्दिन है अनि के अरे यो फ्लोर छ अनि यो फुल अनि रोज चाहिँ कस्तो राम्रोसँग फुल्यो गाइस हेर्नु न हामीले चाहिँ झिलमिली लगाइसक्यौँ हम लाइटहरू बालिसक्यौँ यो यस्तो झिलमिली राम्रोसँग देखाउन पाएन अनि यो आवाज चाहिँ सुन्नुभयो होला यो चाहिँ प्लेनको आवाज हो अनि यो फुल हेर्नुहोस् न कस्तो दामी यो चाहिँ तिहारमा लाउने फुल हो अनि हाम्रो चाहिँ त्यो अब तिहारमा लाउँछ नि अब त्यो के फुल भन्छ त त्यो फुल चाहिँ हामीले लिएर आयौँ तर फुल्दैन यो दुईटा मात्रै फुल्यो फुल्दैन अब डिसेम्बरमा हुन्छ अनि अब यो ढोकालाई बन्द गरिदिनु परिहाल्यो अनि आजको बायोडाटा थाहा पाइसक्नुभयो होला आज चाहिँ हामी चाहिँ तिहारको सपिङ गरिदिन लाग्छौँ दिदीलाई सपिङ गरिदिनु दिदीले चाहिँ मलाई सपिङ गरिदिनु मैले चाहिँ दिदीलाई सपिङ गरिदिने अनि हजुरलाई म एउटा चिज देखाउँछु च्याक्क लगाएर बाहिर आएँ अनि अब म यता गएर यसरी आउँछु है हजुरले देख्नु भएन होइन ठ्याक 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 के हो यो सो मैले चाहिँ यहाँ चाहिँ बाहिर चाहिँ रङ्गोली बनाएको थिएँ अनि यस्तो राम्रो बनेको कि अनि मैले टिकटकमा अनि यो चाहिँ सानो स्पेस छ कि अनि टिकटकमा चाहिँ त्यस्तो सानो आएको थिएन होइन अनि तर एउटा सानो जस्तो देखेँ अनि तर मैले अनि बनाउनै जानेन रे अनि सानो स्पेस छ ठुलो ठुलो स्पेस भएको भए चाहिँ मैले चाहिँ ठुलै बनाइदिन्थेँ सजिलो हुन्थ्यो नि त अब यस्तो सानो स्पेस छ अनि कहरी बनाउ पहिला सुट त भदै भएको थिएन यस्तो रिस उठेको थियो नबनाउनु जस्तो भएको थियो अनि मैले चाहिँ एउटा आइडिया लिएँ अनि मेरै स्टाइलको बनाइदिएको यस्तो राम्रो बने कलरफुल बने ट्याग लगाएर लक्ष्मी पूजामा ट्याग गरिदिएँ अनि यहाँ रङ्गोली देखाएँ अनि यो पेपर चाहिँ के हो भने के अरे सफा गर्ने अङ्कल आउँछ अनि अब यहाँ सफा गरिदिन्छ अनि भुइँमा अनि त्यो भएर चाहिँ हामीले चाहिँ एउटा नोट लेखिदियौँ कि त्यहाँ चाहिँ त्यस्तो सफा नगरिदिनुहोस् होला त्यो नमेटाइदिनुहोस् होला भनेर बाबाले लेख्दैछ अनि हामीले चाहिँ लेखिसक्यौँ अनि मेटाइदिन्छ नि त अब हामीलाई थाहा हुँदैन नि त अनि हामी चाहिँ अब कहाँ जाने हो भनेर चाहिँ सिटी लाइफ जाने हो हामी सिटी लाइफ जाने हो अनि हाम्रो चाहिँ यो रुम कस्तो लाइटिङ देखेको अब चाहिँ हिँड्नुपर्छ अनि अब हिँड्ने बेलामा भेटौँला बाई समझमा चाहिँ अब यसलाई चाहिँ हाम्रो रुमलाई चाहिँ टट्टा गरेर यस्तो हिँड्नु पऱ्यो अब कति जानु नि हिँड्नु परिहाल्यो अब म चाहिँ तल जान्छौँ हामी कस्तो खस्यो जस्तो लागेकोमा यस्तो हिँड्ने बेलामा चाहिँ अब तल यसरी बनाउँछौँ होइन हामीले कस्तो हुन्छ कि कस्तो गर्नु हजुर अब कहिले अब भिडियो गरेर हिँड्नु त कस्तो खस्छ कि कस्तो हुन्छ कि अब रिङ्गटालाई जस्तो अनि कस्तो हिँड्ने बेला चाहिँ यस्तो गरेर गर्छौँ नि त हामीले अब हामी हिँड्दै गर्छौँ यति राखमा बेठौँला अनि मैले चाहिँ हिँडेको क्लिपहरू पनि देखाउँछु के देखेँ के एक्सपिरियन्स गऱ्यो भनेर चाहिँ हजुरलाई देखाउँछु म फाइनली हामी यहाँसम्म आउनु पुगे
कस्तो खस्छ जस्तो लागेको हो यस्तो हिँड्ने बेलामा चाहिँ अब तल यसरी बनाउँछ होइन हामीले कस्तो अबि कस्तो हुन्छ कि कस्तो गर्न हजुर अब कोही कोहीले अब भिडियो गरेर हिँड्दा कस्तो खस्छ कि कस्तो हुन्छ कि अब रिङ्गटालाई जस्तो अनि कस्तो हिँड्ने बेला चाहिँ यस्तो यस्तो गरेर गर्छौँ नि त हामीले अब हामी हिँड्दै गर्छौँ यति राख्न बेठप्ला अनि मैले चाहिँ हिँडेको क्लिपहरू पनि देखाउँछु के देखेँ के एक्सपिरियन्स गरेँ भनेर चाहिँ हजुरलाई देखाउँछु म फाइनली हामी यहाँसम्म आउनु पुगे हिँड्दै आइसक्यौँ हामी गाइस यसको चाहिँ पहिला सुरु भत्केको थियो नि त अनि नयाँ बनाउन लाग्छ हामी यहाँ चाहिँ बिल्डिङहरू छ अपार्टमेन्टहरू अनि सो अब सपमा भेटौँला सिटी सपमा हिँड्दा सिटी राख्ने आयो हेर्दाखेरि भिडियोमा खिच्दाखेरिकै अरूहरूको चाहिँ कति सानो देख्छ होइन यहाँ आयो भने चाहिँ एकदम ठुलो देख्छ अनि आज किन धेरै मान्छे आयो नि आज सन्डे हो नि त त्यही भएर आइसक्यो मान्छे आज धेरै आयो आज छुट्टी हो नि त सबै किड्सहरूलाई खेलाउन आयो प्याक छ आज हेर्नुहोस् न प्याक भएर आइसक्यो चाहिँ इन्ट्री गरेँ यहाँ चाहिँ आइसक्रिमको दोकान छ त्यही पनि हामीले खाइसक्यौँ यहाँको आइसक्रिम चाहिँ खाइसक्यौँ मलाई चाहिँ मिठो लाग्यो चाहिँ हामीले देखिसक्यौँ सो इन्ट्री गऱ्यौँ हामीलाई कपिराइट लाउला सो गाइस मैले चाहिँ कपिराइट लाउँछ भनेर मैले चाहिँ भोइस ओभर गरेको छु अनि यहाँ चाहिँ यस्तो दामी कपडा छ यस्तो दामी जिन्स छ कि अनि यहाँ चाहिँ कपिराइट लाउँछ भने त्यहाँ चाहिँ नाचिरहेको त्यही भएर गीतमा चाहिँ अनि त्यही भएर चाहिँ मैले चाहिँ भोइस ओभर गरेको अनि गाइस यहाँ चाहिँ यो माथि चाहिँ के छ भन्ने सोच्यो होला यहाँ चाहिँ सिनामा छ अनि यहाँ चाहिँ रिस्टोर छ अनि यहाँ म्याक्सको अनि एनबी अनि यहाँ चाहिँ फोन कभर किन्ने छ अनि यहाँ मान्छेहरू आज चाहिँ धेरै आएछ किनकि त्यो छ नि त आज छुट्टी छ नि त त्यही भएर मान्छेहरू आज टन्नै आयो अनि हामी चाहिँ पुगिसक्यौँ हाम्रो डेस्टिनेसनमा अनि यसको नाम चाहिँ ओभिएस हो अनि यहाँ चाहिँ नयाँ कपडाहरू आएको थियो यस्तो दामी कपडाहरू आएको थियो अनि म र मेरो दिदीले चाहिँ तिहारको सपिङ गर्ने भनेर आएको हो अनि हामीले चाहिँ किनिसक्यौँ ट्राई गरिसक्यौँ अनि मेरो दिदी चाहिँ जुत्ता लगाएर आएको थियो अनि ओभिएसको यस्तो टक्क लगाएर मैले चाहिँ खिचेँ बुमराङ पनि गरेँ मैले चाहिँ अनि राम्रो कपडा आएको थियो सो अब त्यो कपडा चाहिँ मैले चाहिँ तिहारमा देखाउँछु हजुरहरूले चाहिँ भाइटिकामा चाहिँ हेर्न नबिर्सिनु होला हाम्रो गिफ्ट पनि अनि यहाँ चाहिँ कपिराइट लाउँछ भने पुरैमा मैले चाहिँ भोइस ओभर गरियो अनि अर्को यो अगाडि देख्नु भएकोमा चाहिँ यस्तो दामी अब हजुर पोखरामा सायद जानुभयो कि भएन होला मिनिसो जस्तो लागेको मलाई चाहिँ यस्तो दामी थियो नि सामानहरू अब घरमा हामीलाई चाहिन्छ नि हेर्न कपहरू डिजाइनको कपहरू अनि क्यान्डलहरू सबै सामानहरू पाउने यहाँ सब सामान पाउने अनि यहाँ चाहिँ अब चाहिँ हलोविन चल्छ नि त अब हलोविनको चाहिँ सब राखेको थियो यहाँ सामानहरू कति धेरै थियो हलोविनको अझै अनि यसको नाम चाहिँ
टाइगर हो अनि हामी चाहिँ एरियानालाई भने गोडिया हेर्न गर्थ्यौँ सो सडनली त्यो चाहिँ अब चाहिँ बन्दा हुन्छ नि त अनि म चाहिँ झुक्केको के त्यसमा कस्तो शीतलो हेलो यिनको सुपरमार्केटबाट आइसक्यो कसको रात परिसक्यो गाइस सो अब चाहिँ घर गएर भेटौँ न गाइस बाई बाई नाइट चाहिँ यस्तो भएछ सुनसान भयो नाइट चाहिँ राम्रो एकचोटि तँलाई हिँड्दै हामी दिदी यस्तो राम्रो देखियो हेर्नुहोस् न कुकुर हेर्नु यहाँको नाइट चाहिँ यस्तो दामी भयो हामी चाहिँ घर फर्किँदै अनि यहाँ चाहिँ के रहेछ कुनै सो गाइस हाम्रो घर चाहिँ आउन लागिसक्यो यस्तो टाउको दुख्यो गाइस आइसक्यो कस्तो उडिहाल्छ नि भेटौँ न गाइस हामी चाहिँ घर आइपुग्यौँ रुममा अनि के अरे अब चाहिँ म चाहिँ इन गर्छु अनि म चाहिँ रेस्ट गरिसकेँ अनि मैले चाहिँ बुदक खाएँ अनि त्यसको क्लिप चाहिँ मैले हालेन अनि भ्याउँदै भ्याउन अनि बिर्सेँ अनि अनि अब के अरे भोलि भेटौँला अनि अब म चाहिँ लाइभ इन गर्छु अनि लक्ष्मी पूजा चाहिँ नेक्स्ट भ्लगमा आउँछ सो लक्ष्मी पूजा हेर्न चाहिँ नबिर्सिनुहोस् होला अनि अब चाहिँ लाइभ इन गर्छु सो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब माई च्यानल हेर्दै जानुहोस् होला भोलि आउँछ मेरो भ्लग लक्ष्मी पूजाको सो बाई बाई